2082 साल फागुन 21 गते आज निर्वाचनको दिन र मैले आजदेखि भ्लग स्टार्ट गरेको छु र अहिले समय रातिको 1 बजेर लगभग 2 बज्न भनौँ। रातिको भ्यू यस्तो छ। अहिले मैले यहाँ छ हाम्रो घर बाइक र म अहिले छु बाबाको अफिसमा। बाबा अहिले घर हुनुहुन्छ र म त्यहाँको ड्युटीमा आएको छु। रातिमा कुकुरहरू कराइरहेका छन्। मैले आजदेखि भ्लग स्टार्ट गरेको छु। त्यहाँ चाहिँ म सुत्ने रुम अब अनि हाम्रो घरको बाइक। अफिसको नाम चाहिँ के हो, यो आइडिया इन्टरनेसनल कम्पनी भन्ने हो। अनि म चाहिँ अहिले रातिको 2 बजेतिर भ्लग स्टार्ट गरेको छु। कस्तो हुन्छ अब फर्स्ट टाइम हो होला, थाहा छैन। अब आज इलेक्सनको दिन अब कस्तो हुन्छ त इलेक्सन, कसले जित्छ त योपालि। अब घन्टीको धेरै माहौल चलेको छ, जहाँसम्म लाग्छ घन्टीले जित्छ होला। अब एमाले काङ्ग्रेस पार्टीहरू अब यी बुढापाकाले दिने हो। अब हजुरबा हजुरआमाले अब यिनीहरूलाई दिएछन् भन्ने हजुरबा भन्दा धेरै अहिले नेपालीहरू जेन्जी छन्। अब जेनेरेसन जेडका पिपलहरूले के रोज्छन् त होइन, अब बालिन्छा रोज्छन्, बालिन्छहरू रोज्छन् कि फेरि विभिन्न पार्टीका दलहरू एमाले प्रचण्ड यिनीहरू रोज्छन्। अब के रोज्छन् त हेरौँ। आज इलेक्सन फागुन 21 गते अनि रिजल्ट 2 दिनमा आउँछ इलेक्सनको। अनि आज चाहिँ बिहिबारको दिन। अब बुधबार के भन्ने, राति 2 बजिसकेपछि बिहिबारको दिन इलेक्सन छ। र आजदेखि मैले यो अल इन एलिस भन्ने च्यानलबाट फर्स्ट टाइम भ्लगिङ गरिरहेको छु र यो मेरो युट्युब च्यानलमा आउनेछ रातिको लगभग 2 बजीतिर। र म के भन्ने, अहिलेलाई गुड नाइट। भोलि हामी उठेर म सुट गर्छु। हस्। हिजो राति 2 बजी सुतेर अहिले बिहान 6 बजी उठेँ म। अब घरतिर जाने तर्खरीमा छु। र हिजो राति सुतेको खाट, टेबल, हिटर सबैजना त्यहाँ छ। र यो बाबाको अफिसको ड्रेस। बाबा चाहिँ अहिले घर हुनुहुन्छ। म पनि केही समयपछि घर जानेछु। अब अर्को ड्युटी गर्ने मान्छे जति बेला हुनुहुन्छ त्यति बेला हामी 6:30-7 बजीतिर हो, तर अब आइपुग्नुहुन्छ होला। अनि बाहिरको भ्यू बिहानको यस्तो छ। अब बाइकमा सर घर जाने, चिया खाने, नास्ता खाने। आज निर्वाचनको दिन हेरौँ। म हजुरलाई अब सिधै घर भेट्छु। फर्किँदै अहिले चाहिँ आफ्टर वर्कआउट मेरो बडी चाहिँ यस्तो देखिएको छ। कस्तो छ है, यस्तो रहेको छ है। चेस्ट, एब्स, वर्कआउट टाइम बिहान समयमा। अनि यो चाहिँ मेरो बडी डेली एक्सर्साइज गर्नु छ। 12को एक्जाम पनि आइसक्यो, पढ्नु पनि छ, वर्कआउट पनि गर्नु छ। धेरै दुःख छ। हजुरलाई देखाउन गइरहेको छु हाम्रो घरका महानुभाव सदस्यहरू, हाम्रो मैसी र हाम्रो गाई। त्यसै गरी हाम्रो जुली यहाँ हुनुहुन्छ। जुली सँगसँगै दुईवटा आमा छोरी पनि हुनुहुन्छ। यहाँ आमा छोरी हुनुहुन्छ भने यहाँ चाहिँ कुखुरा
छन्। अब घाँस काट्न जानु पर्यो। हाम्रो यिनी सदस्यहरूलाई खुवाउनुको लागि अस्ति हेरेर घाँस कथेर ल्याउँछ भनेर हेरेर घाँस कुन्टो खाली छ पराल ल्याउनु पर्यो। घाँस काट्न जानु पर्यो। अब हाम्रो घर खेती प्याज यतिका छन्। बारीमा गहुँ, आलु, बकुल्ला, प्याज, यहाँ सिमी, त्यहाँ धनियाँ, गाजर, कोपी, माथि बाइक, गोठ छ। भैँसीले खाने पराल ल्याउने एकैछिनमा। त्यसपछि गहुँ। अब के छन् हाम्रो घरमा। जानु पर्यो काट्नु घाँस र पिउनको लागि। यो यहाँ चाहिँ मसुरो, तल किमु खोला के छन्। अस्ति यहाँ पानी चारेको। अब यहाँ घाँस छर्ने भन्नुहुन्थ्यो। फेरि साँझ खनेर मकै लाएको हामीले यहाँ त्यहाँ छरेका छौँ हामीले घाँस। अब त्यही घाँस काट्ने हो। घाँस काट्न जानु पर्यो। निकै नै अप्ठ्यारो छ बाटो, के गर्ने, गाह्रो छ। अब घाँस काट्नुतिर लाग्नु पर्यो। यति जति घाँस छ अब काट्न सुरु गर्छु।